पुलिसले अहिले तपाईहरुको जग्गा निशान मैनालीको परिवारको नाममा छ हो? हजुर 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 उसको मम्मीको नाउँमा छ। उसको मम्मीको नाममा छ। कति लाखमा उसको मम्मीको नाममा भयो जग्गा? 1.5 लाख। के गरेको छ तपाईँले दाजु? अब तपाईँको जग्गा खाइदिएछ त तपाईँ माइती घरमा उभिरहेछ। माइती घरमा उभिन पनि दाजु, तपाईँ माइती घरमा उभि छ। जानुस् न, भित्र जानुस्, भित्र छिर्नुस्। हात दिनुस् गोली पराममा, ठोकिदिनुस्। जब तपाईँ त्यहाँ उभिएछ त तपाईँको बोली सुने छैन। तपाईँको बोली सुने छैन दाजु। तपाईँको बोली जसले सुनेछ नि त्यसलाई गएर ठोक्दैछ गोली। तपाईँको जग्गा ठगी भएछ। जब तपाईँको जग्गा ठगी भइरहेछ त त्यहाँ नउभिएछ। हाम्रो बेलुन सरकारलाई भनेछ, हाम्रो बेलुन सरकार छ नि, हाम्रो बेलुन सरकारले हेरिदिन्छ, तपाईँको समस्या बुझिदिन्छ दाजु। यो भनेछ ऊ भनेछ साला। कसले खाइदिएछ तपाईँको जग्गा? त्यसलाई भनेछ, त्यसलाई लिएर सकि नेपालमा लिएर साला लात्तीले हानेछ, चाखमा भाटा हानेछ त तब थाहा पाउँछ। यस्तो बजाएछ नि चाखमा भाटा बजाइदिन्छ। हामी पनि कमजोर छैन, हामीलाई मधेस भनेर हेप्छ नि, हामी पनि मधेसी हो। मधेसमा हामी पनि जन्मिन्छ, हामी मधेसमा हुर्किरहेछ, हामी मधेसको हावा पानी खाएर बढिरहेछ, ठुलो भएछ हामी त। हामीलाई अझ हेप्ने छ, हामीलाई जसले हेप्छ नि दाजु त्यसलाई हान्दैछ गोली, प्रायमा ठोक्दैछ त्यसको चाकमा भाटा। हामीलाई के हेपेछ? मधेसी भनेर हेपिरहेछ। हामी के मधेसी हो नि त? हामी मधेसी हो। हामी मधेसीलाई हेप्ने होइन। हामी मधेसीले चाह्यो भने हामी के नै गरिदिन्छौँ हामी।